साँझ दुई छाक जुटाई चुलो बाल्न गाह्रो हिजो भन्दा आज भन्दा भोलि बढ्दो महँगीले मार्यो यो जिन्दगी चलाउन साह्रै रहेछ गाह्रो जता हेर्यो त्यतै जसलाई हेर्यो त्यसलाई कोहीलाई धनको अभाव कोहीलाई मायाको अभाव कोहीलाई सन्तानको अभाव देश चलाउन देशलाई राम्रो नेताको अभाव यो हो अभावै अभाव यो हो अभावै अभाव कोहीलाई सन्तानको अभाव देश चलाउन देशलाई राम्रो नेताको अभाव यो हो अभावै अभाव यो हो अभावै अभाव फुल्न सिक खडेरीमा पनि झुल्न सिक साँचो माया नपाए पनि अभावमा नै बाँच्न सिक देश दुखेको छ यहाँ देश दुखेको छ यहाँ राम्रो लिडर नपाएर देश दुखेको छ यहाँ राम्रो लिडर नपाएर युवाहरूको बीचबाट कमलको फुल झैँ देश बनाउने योद्धा बन्न सिक आमा बुबालाई साथ नछोडी आमा बुबालाई साथ नछोडी गुनिलो सन्तान बनी देशमै बाँच्न सिक अभावमा पनि बाँच्न सिक अभावमा पनि फुल्न सिक अनि अभावै अभाव भए पनि माटोमा नै खेल्न सिक रेखा मलाई एउटा कुरा थाहा छ अहिले हलमा एउटा नयाँ नेपाली फिल्म चलेको छ हेर जाने हो कति त टिकट काट्नु लाज लाग्दैन दिदी चाहिँ गयो है म मैले तँलाई 3 दिनदेखि एउटै कुरा सोधिरहेको छु जवाफै दिनुहोस् त बिहेको बारेमा सोचेको छैन दिदी मैले के सोचेकी छिस् त जबसम्म म अधिकृत हुन्न त्यसपछि मात्रै सोध्छु म तँलाई बिहेपछि पनि अधिकृत बन्न कसले रोक्छ र यहाँ बिहेपछि पनि महिलाहरू अधिकृत बनेका थुप्रै रेकर्डहरू छन् एकपटक आफूलाई हेर्नु त दिदी ठिकै छ त मैले त उमेर नपुग्दै बिहा गरेँ अब तेरो त उमेर नागिसक्यो नि बहिनी हामी छोरी मान्छे हो बहिनी उमेर नपुग्दै हातमा सिप नभई बिहा गर्नु र उमेर घर्केर बिहा गर्नु एउटै कुरा हो बहिनी बहिनी तैँले राम्रोसँग सोच है ह्याभ अ गुड डे दिदी गयो
हजुर शब्द खोज्नै छैन सरकारले टाइममा काम दिने अनि दिने छैन नि छोरी के देख्यौ र मैले हजुरको आँखामा देखिसकेँ पहिलोपल्ट तिमीलाई टाढा पठाउँदैछु मनमा कता कता बुवा टाढा जाँदैछु खुसी हुनुहोस् दुखी नहुनुहोस् मलाई आशिष दिनुहोस् हजुर दुखी हुनुभयो भने मेरो त पाइलै चल्दैन बुवा अब खुसी होस् बुवा ल ल छोरी म दुखी भएको छैन विशालको घरसम्म म नि पुऱ्याएर आउँछु ल हिँडेर म समाउँछु ल्याउ रामजी तपाईँ अलिकति झुक्नु सिक्नुहोस् कि तपाईँले पार्टी पनि छाडिहाल्नु यदि तपाईँ पार्टीमा रहिरहनु भयो भने त्यसरी दुःख पाउनु कलका मारेको तपाईँले छोडेको राष्ट्र पार्टीबाट पाउनु सक्छ यत्रो राजनीति विस्तारित भए निरन्तर लागिरहेको भए अब कहाँ पुग्थ्यो त्यही त आफू खुट्टा आफैले बन्द गरेर लाने जनताका सपनाहरू कहाँ ती शहीदहरूले देखेका सपनाहरू कसले लुट्यो बन्चरो मैले हाने बन्चरो त तिनीहरूले हाने जसले जनतालाई नयाँ नेपालको सपना देखाए तपाईँको सोचमा केही परिवर्तन आएको रहेछ हेर्नुहोस् रामजी तपाईँ यो पार्टीमा रहिरहनु भएको भए यो वडाको वडा अध्यक्ष किनारा छैन तपाईँ स्वयं हुन सक्नुहुन्छ कसो हुनुहुन्छ बुद्धि पुर्यायो भने 84 को चुनावमा अझ पनि तिमीलाई सोझै टिकट दिन्छ म देशको अवस्था र राजनीतिक पार्टीहरूको अवस्थालाई राम्रोसँग बुझेको छु मतिजी म हिजो पनि चाकडीवाद र भ्रष्टाचारको विरुद्धमा उत्रिएको थिएँ पार्टीमा आवाज उठाएको थिएँ र आज पनि विषयमा उठाउँछु यही विषयमा म उभिरहनेछु बुझ्नुभयो तपाईँ राजनीतिमा आउनुहोस् नआउनुहोस् त्यो तपाईँको मत तर पार्टीलाई गाइड नगर्नुहोस् है रामजी पार्टीको अनुहारमा हिलो पोतिएको छ मतिजी त्यही पोतिएको अनुहार ऐनामा हेरेर ऐना पुछे बराबर हेर्नु कुरा र मेरो छोराको लास ल्याउने कुरा हेर्दै जाउँ कसले साथ दिन्छ र कसरी साथ दिन्छ बुझ्नुभयो
टिका लगाइदियो मन चाहन्छ नगर्नु जुन देशमा जानु लागेको छु भन्नाले राम्रोसँग पढ्नु देशमा भिड भएर जानु ल पढाइलाई राम्रोसँग ध्यान दिनु है विशाल अलिक चञ्चल छ यसको राम्रोसँग हिँड्छ हावामा ल बुवा ल अहिले हामी जान्छौँ ल ल ल ल शान्ता मेरो कुरा त सुन मेरो कुरा एउटा कुरा सुन न मेरो मलाई बुझ्नु कोसिस कहिले पनि गरिदिनु
बस न छोड मेरो हात मलाई एक्लै देखिरहेको पो बिहान साँझ दुई छाक जुटाई चुलो बाल्न गाह्रो हिजो भन्दा आज आज भन्दा भोलि बढ्दो महँगीले मार्यो यो जिन्दगी चलाउन साह्रै रहेछ गाह्रो जता हेऱ्यो त्यतै जसलाई हेऱ्यो त्यसलाई कोहीलाई धनको अभाव कोहीलाई मायाको अभाव कोहीलाई सन्तानको अभाव देश चलाउन देशलाई राम्रो नेताको अभाव यो हो अभावै अभाव यो हो अभावै अभाव कोहीलाई सन्तानको अभाव देश चलाउन देशलाई राम्रो